श्रम स्वीकृति कसरी चेक गर्ने। यदि तपाईँ वैदेशिक रोजगारको लागि बाहिर जाँदै हुनुहुन्छ भने श्रम स्वीकृति अनिवार्य रूपमा गर्न पर्ने हुन्छ। वा तपाईँले कसैलाई श्रम गर्न दिनुभएको थियो भने श्रम अप्रुभ भयो कि नै निस्क्यो कि नै कसरी हेर्ने। वा तपाईँ विदेश गएर छुट्टीमा घर आउनुभएको छ भने तपाईँको श्रम कहिले एक्सपायरी हुँदैछ, कति महिना बाँकी छ कसरी हेर्ने। वा तपाईले गरेको श्रम कसरी प्रिन्ट गर्ने त्यसको लागि लास्टसम्म ध्यान दिएर हेर्नुहोला। ओके, चेक गर्नको लागि सबैभन्दा पहिला आफ्नो गुगल क्रोम ब्राउजर खोल्न पर्ने हुन्छ। खोलिसकेपछि यहाँ सर्चमा DOFE.gov.np भनेर यसलाई सर्च गर्नुहोला। यहाँ देख्न सक्नुहुन्छ यसलाई। ओके, त्यसपछि यहाँ वैदेशिक रोजगार विभागको वेबसाइट खुल्नेछ। यहाँनिर यसलाई ट्याप गर्नुहोला। ओके, त्यसपछि यहाँ तपाईले अलिकति तल स्क्रोल गर्नुहोला। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ अन्तिम श्रम स्वीकृतिको खोजी भनेको छ। यहाँ पासपोर्ट नम्बर भनेको छ। त्यसपछि स्टिकर नम्बर। तपाईसँग स्टिकर नम्बर नहुन पनि सक्छ, त्यसैले आफ्नो यहाँ पासपोर्ट नम्बर राख्नुहोला। ओके, त्यसपछि यहाँ खोज्नुहोस्मा थिच्नुहोला। यहाँ देख्न सक्नुहुनेछ तपाईको यहाँ अन्तिम श्रम स्वीकृति अप्रुभ भएको छ भने, निस्केको छ भने यहाँ तपाईको सम्पूर्ण डिटेल्स देखाएको हुन्छ। तपाईको नाम, जेन्डर, अनि पासपोर्ट नम्बर, कम्पनी, कुन कन्ट्री जाँदै हुनुहुन्छ, स्टिकर नम्बर, स्केल, स्यालेरी, सम्पूर्ण कुराहरू यहाँ तपाईले पाउन सक्नुहुनेछ। यदि तपाईँ प्रिन्ट गर्न खोज्नु भएको छ भने तपाईको आफ्नो श्रमको पेपरलाई प्रिन्ट गर्न खोज्नु भएको छ भने यहाँबाट अप्सन छैन। त्यसको लागि तपाईले यहाँ अलिकति तल देख्न सक्नुहुनेछ। यहाँ अनलाइन श्रम स्वीकृति भनेको छ, यहाँनिर थिच्नु होला। यसरी खुल्नेछ, यहाँ देख्न सक्नुहुनेछ। त्यसपछि यहाँ तपाईको यहाँ वैदेशिक रोजगारीमा गएको वा जान चाहने व्यक्तिको लागि मात्र भनेको छ। यसमा लगइनमा थिच्नु होला यसरी यहाँ। ओके, त्यसपछि यहाँ देख्न सक्नुहुनेछ यहाँ तपाईको पासपोर्ट नम्बर, इन्टर पासपोर्ट नम्बर भनेको छ। यहाँ आफ्नो पासपोर्ट नम्बर हाल्नु होला। ओके, त्यसपछि नेक्स्ट भनेको छ यहाँनिर। यहाँ नेक्स्ट यहाँनिर थिच्नु होला नेक्स्टमा। त्यसपछि यहाँ तपाईको यहाँ पासवर्ड माग्ने छ। यदि तपाईले आफैले गर्नुभएको थियो भने आफ्नो पासवर्ड हाल्नु होला। यदि अरूलाई गर्न दिनुभएको थियो भने त्यहाँ तपाईले पासवर्ड माग्न पनि सक्नुहुनेछ। वा तपाईले आफ्नो इमेल दिनुभएको थियो भने यहाँ देख्न सक्नुहुन्छ फरवर्ड पासवर्डको अप्सन। यहाँ फरवर्ड पासवर्डमा थिच्नु होला र नयाँ पासवर्ड रिसेट गर्न सक्नुहुनेछ। यदि इमेल उसको राखेको थियो वा तपाईको इमेल दिनुभएको थिएन भने तपाईको आफ्नो मोबाइल नम्बर दिनुभएको थियो होला, त्यहाँ आफ्नो मोबाइल नम्बरको अप्सन पाउन सक्नुहुन्छ। मोबाइल नम्बरमा ट्याप गरी फरवर्ड पासवर्ड गर्नु होला र नेक्स्ट गर्नु होला। त्यसपछि तपाईको ओटिपी कोड आउनेछ। ओटिपी कोड राखेर त्यसपछि आफ्नो नयाँ पासवर्ड रिसेट गर्न सक्नुहुनेछ। ओके, त्यसपछि रिसेट गरिसकेपछि तपाईले यहाँ आफ्नो पासवर्ड राख्नु होला यसरी यहाँ। मैले यहाँ आफ्नो पासवर्ड राख्न गइरहेको छु। ओके, पासवर्ड राखिसकेपछि तपाईको यहाँ साइन इनको अप्सन पाउन सक्नुहुनेछ। यहाँनिर थिच्न पर्ने हुन्छ। यहाँ देख्न सक्नुहुनेछ यसरी हाम्रो यहाँ खुलिसकेको छ। यहाँ देख्न सक्नुहुनेछ यहाँ स्ट्याटसमा अप्रुभ भनी देखाएको छ। यहाँ हाम्रो अलरेडी अप्रुभ भइसकेको छ। यहाँ सम्पूर्ण डिटेल्सहरू देखाएको हुनेछ।
तपाईको नाम, पासपोर्ट नम्बर, कन्ट्री, कम्पनी, तपाईको स्किलहरू। ओके, यसरी तपाईले सजिलै आफ्नो श्रम स्वीकृति चेक गर्न सक्नुहुनेछ भने तपाईले यहाँबाट तपाईले प्रिन्ट पनि गर्न सक्नुहुनेछ। यहाँ देख्न सक्नुहुनेछ, यहाँ तलपट्टि प्रिन्ट ई स्टिकर भनेको छ, यहाँ थिच्नुला यसरी। ओके, त्यसपछि तपाईको यहाँ यसरी यो पेज यहाँ खुल्नेछ। तपाईले यसलाई प्रिन्ट गर्न सक्नुहुनेछ, सेभ पनि गर्न सक्नुहुनेछ। प्रिन्ट गर्नको लागि यदि ल्यापटपबाट खोल्नु भएको छ वा डेस्कटपबाट खोल्नु भएको छ भने डाइरेक्ट प्रिन्टको अप्सन पाउन सक्नुहुनेछ। मोबाइलबाट खोल्नु भएको छ भने माथि तीनवटा डटमा यहाँ ट्याप गर्नुहोला। त्यसपछि तपाईले यहाँ यसलाई कपी पनि गर्न सक्नुहुनेछ भने यहाँ डाउनलोडको अप्सन देख्न सक्नुहुनेछ। यहाँ डाउनलोडमा थिची डाउनलोड गर्नु होला र यसलाई तपाईले आफ्नो कम्प्युटरबाट प्रिन्ट आउट गर्न सक्नुहुन्छ या तपाईले यसलाई इमेल वा व्हाट्सएपमा पठाएर अरु ठाउँ गएर प्रिन्ट आउट पनि गर्न सक्नुहुनेछ। थ्यांक यू, धन्यवाद।